भक्तपुरमा धेरै वर्षदेखि एउटा भोगटे खाने दानव बस्ने गर्थ्यो। त्यो दानव सधैँ अनाप शनाप बोल्ने र मानिसहरूलाई डराउने गर्थ्यो। अन्ततः भक्तपुरवासीहरूले फागुन 21 घण्टी बजाए र डरले त्यो दानव त्यसपछि भक्तपुर कहिल्यै यसलाई कहिले नफर किनेर भगाउनु पर्छ। यसलाई हामीले यो पालि मुद्दा परेका कुनै पनि भ्रष्टाचारको मुद्दामा मुसिएका कसैलाई पनि टिकट दिएको छैन। म विजय कुमार गच्छदारको नाम भनेको भनै छु। विजय कुमार गच्छदार हालिँदैन हँसी हतौडा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ। A few years later. श्रम संस्कृति पार्टीमा भयभरको भोट नेपालीले ओहिराएन भने, नेपालीले तपाईँको चाहिँ नि श्रम संस्कृति पार्टीलाई भोट दिएन भने भोलि जे पनि हुन सक्छ। म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास रुको जरा सबर गरो ग्यास वितरण गर्छु। 6 महिनामा फेरि ग्यास भन्ने कुरो जुन छ नि त्यो चाहिँ औषधि छुट्या हो कि भन्ने चाहिँ आम कार्यकर्ताको पनि चाहिँ त्यो धारणातिर छ। सही औषध छुटेको यो औषध छुटेरै हो कि यस्तो कुरा आउने। एउटा समयमा तपाईलाई सबैले बा राष्ट्रिय बा भने एकाएक हत्यारा